अलराइट हामी चाहिँ अब आर्मीडेलबाट कप्स हार्बरको लागि लाग्यौँ। बाबा लास्ट ब्याग बोकेर आउँदै हुन्छ, मामु यता हुनुहुन्छ। हामी मस्त सुत्यौँ आज, 9 घन्टा सुतेर अब उठेर जाँदैछौँ। मौसम चाहिँ च्यालेन्ज गरिरहेको छ। हामी एउटा माउन्टेन निस्किने भन्ने कुरो थियो, तर ननिस्किने भयौँ किनभने एकदमै पानी पर्ला जस्तो छ। हाई गुड मर्निङ। त्यही भएर अब हामी यतिकै जाँदैछौँ है त। हामी कप्स हार्बर गएर भेट्छौँ। अब चाहिँ मैले भ्लग स्टार्ट गरेको किनभने म यता ड्राइभर हुनु भनेको छ। हामी अब लाग्यौँ कप्स हार्बरतिर। See you there. अलराइट, अहिले चाहिँ हामी बाटोको बिचमा रोकेका छौँ। यस्तो दामी ठाउँ छ। स्विजरल्यान्डमा भिडियोहरू देखिन्थ्यो त्यस्तै त्यस्तै। बाटोको बिचमा रोकेर पाइ फेसबाट पाइ किनेर खाँदैछौँ। यहाँ छ बाबा र मेरो भाग, मामु र उसको उता। यहाँ हामी टक्कै खाएर अलराइट, हामी अहिले आइपुग्यौँ कप्स हार्बर। कप्स हार्बरमा पुरा पानी परिरहेको छ। हामी आइपुगेको छौँ। 2.5 घन्टा ड्राइभ गरेर बबाल ड्राइभ। अब बिच साइड चाहिँ यता छ। हामी भरे अहिले चाहिँ जान्छौँ। हामी यहाँ ब्रेकफास्ट खान्छौँ। हामी चाहिँ अहिले ब्रेकफास्ट खान आएको छौँ। जुस अर्डर गरेर जुस खाँदैछौँ। ब्रेकफास्ट खाएर कप्स हार्बर घुमेर चाहिँ फोकस जान्छौँ। हाम्रो ब्रेकफास्ट आइसकेको छ। ब्रेकफास्ट खाँदै हुनुहुन्छ यता बाबा मामु, यता एकछिन यो पनि खाँदैछिन्। खाएर अनि हामी बिचतिर जाने हो। यो चाहिँ हो कप्स हार्बरको बिच र यहाँ छौँ हामी। बिच राम्रो रहेछ। यहाँ पुरा हिँड्ने ठाउँ पनि रहेछ। हामी त्यहाँ चाहिँ जाँदैनौँ, तर दामी छ बिच। मेरो छहारी भन्नुभएको छ। पुरै खाता पानी परिरहेको छ। उहाँ त्यसको चाहिँ कपाल उता आउँदै हुन्छ। यता हाम्रो अहिले ड्राइभर चेन्ज भइसक्यो। उहाँ हुनुहुन्छ हाम्रो ड्राइभर अहिलेको लागि। बाबाहरू पछाडि नै हुनुहुन्छ। रमाइलो हुँदैछ। भर्खर 1 निन्द्रा सुतेर उठ्नु हो। अब हामी पुगिन्छ 1-1.5 घन्टामा कोस्ट। पुगेर सुतेर उठे। हाम्रो पुरानो घर आयौँ। यहाँ दादा दिदी हामीलाई वेट गरेर बसिरहनु भएको छ। दिदीहरू उहाँ छन् त्यहाँ हामीलाई पर्खेर बसेका। सबैजनासँग
हाम्रो भ्लग बनिँदैछ क्या वहीँबाट हल्का यसो ट्राई बाबा यहाँ ल स्टप मैले यसरी छोपिदिन्छु कि मैले छोपेपछि चाहिँ अझ राखेको त हुनुहुन्छ हो यसो चुट्की बजायो भने चाहिँ यसो हेर्दै जाँदाखेरि चाहिँ यसरी हेर्दा भेट्छ यसो चुट्की बजायो भने चाहिँ यसो हेर्दै जाँदाखेरि चाहिँ एउटा तास रातो आउँछ कि ल तपाईँको तास कुन थियो इँटाको भाषा इँटाको बासा चाहिँ यही चाहिँ इँटाको बासा हो मैं बुझ्दैन कहिले काहीँ म एकैचोटि इँटाको बासालाई यही राख्छु होइन यो म अहिले छोड्दिनँ त्यो भएपछि म नजिकै आउनु पाइनँ नि त त्यसको होइन म यस्तो गर्दै जान्छु कुनै ठाउँमा स्टप भन्नु नि जहाँ भन्दा पनि यति नै हो यो तास याद गर्नु है याद भयो ल ल है अब फेरि अघि जस्तै क्या यस्तो गरेर पनि मैले यस्तो गर्दै गएँ भने एउटा तास फेरि रातो हुन्छ क्या भयो नि त अब अहिले कुरा भएर चाहिँ नि त होइन मैले ध्यान एकखेप पार्छु फेरि के गर्छु भनेर म छैन एउटा फोनको मुनि एउटा तास छ नि होइन त्यो रातै छ नि होइन मैले तास रातो हुन्छ भनेको थिएँ नि होइन पछिको तास कुन चाहिँ थियो बटेको दल हाम्रो म्याजिसियन है खतरा क्या एउटा सो हामी कोबारमा अर्गनाइज गर्छौँ मिलन दा हामी ल हामी एउटा कोबारमा हामी चाहिँ अहिले हाम्रो रुममा आएको छौँ धेरै स्ट्रगल गर्दा गर्दा ल अब रुम खोल नि त जाऊ यो चाहिँ हाम्रो अपार्टमेन्ट हो 4 दिनको लागि यहाँ हाम्रो गेस्टहरू हुन्छ बस खोल्दै खोल्दै यो चाहिँ हाम्रो अपार्टमेन्ट हो वेलकम एसी रहेछ यो यहाँको बत्ती खोइ अब बत्ती यो खोल्दा चाहिँ हाम्रो अपार्टमेन्ट यस्तो देख्यो त है यो सेकेन्ड बेडरुम यो चाहिँ मास्टर बेडरुममा नजाने बस यो भाइ बहिनीको बेडरुम यहाँ टक्क लाएर चाहिँ बवाल छ अनि यो भनेको एकै ठाउँमा भइहाल्यो यो हाम्रो सानो भाइको बेडरुम र हल दामी छ किचन पनि ल वर्षा दिदीले चिया बनाउँदै हुन्छ दामी खालको नि एक्सपर्टाइज गरिसक्नु भएको हो चिया बनिँदैछ हाम्रो यता कफी अघि सुरु भइसक्यो हाम्रो साथीहरू आउँदैछन् साथीहरू भेट्न आउँदैछन् हामीलाई हाई गर्दै साथी हो ल हिरन वेलकम टु गोल्ड कोस्ट कस्तो भयो तिम्रो फ्लाइट कस्तो भयो बाबा छोरालाई भेटेर कस्तो भइरह 2 हप्तापछि है बोल्ने सपना पनि आएको छैन बस बेग्लै छ अब नतीजा अपैतिर पारेर गए हिजो निम्तादी बस्न दिलमा पारेर